गर्भवती महिलाको एउटा सानो मिस्टेकले गर्दाखेरि बच्चामा एकदमै ठुलो समस्या देखाउन सक्छ र त्यसले रोक्नको लागि धेरै केही पनि नै जस्ट एउटा ट्याब्लेट नियमित तरिकाले खाइदिनु भयो भने त्यस्तो समस्याहरू देखिँदैन र त्यो ट्याब्लेटको नाम हो फोलिक एसिड र त्यो रोगको नाम हो न्युरल ट्युब डिफेक्ट। अब यो फोलिक एसिड कहिले खाने भन्दाखेरि यदि कुनै फिमेलले प्रेग्नेन्सी प्लान गरिराख्नु भएको छ भने उहाँले प्रेग्नेन्सी प्लान गर्नुभन्दा एटलिस्ट 1 महिना अगाडिबाट फोलिक एसिड 0.4 mg अथवा 400 माइक्रोग्रामको फोलिक एसिड नियमित खानुपर्छ र प्रेग्नेन्सी भइसकेपछि कमसेकम 3 महिना फर्स्ट ट्राइमेस्टरसम्म फोलिक एसिड खानुपर्छ। जस्ट एउटा ट्याब्लेटले गर्दाखेरि बच्चामा एकदमै ठुलो समस्याबाट बचाउन सकिन्छ र त्यो समस्या भनेको जस्तै ओठ काटिने, त्यसपछि ढाडमा चाहिँ स्पाइना बाइफिडा हुने अथवा चाहिँ न्युरल ट्युब डिफेक्टका धेरै समस्याहरू हुनसक्छ र यस्तो समस्याहरूबाट बच्नको लागि एउटा ट्याब्लेट नियमित प्रेग्नेन्सीभन्दा 1 महिना पहिला र 3 महिनासम्म कन्टिन्यू खाइदिनु भयो भने यस्तो समस्याहरूबाट बचाउन सकिन्छ। र यदि कुनै फिमेलको यस्तो बच्चाहरू यदि पहिला जन्मेको छ भने जसमा न्युरल ट्युब डिफेक्ट थियो भने उहाँहरू चाहिँ हाई रिस्क क्याटेगोरीमा पर्नुहुन्छ र उहाँहरूले चाहिँ फोलिक एसिडको डोज बढाएर खानुपर्छ। त्यसको लागि आफ्नो डाक्टरसँग सल्लाह चाहिँ गर्नुपर्छ। यो सानो जानकारीलाई अरूलाई पनि सेयर गरौँ र सचेत गरौँ, किन भन्दाखेरि प्रिभेन्सन इज बेटर देन क्योर।